आज हामी कोरिडोरको बाटो हिँडिरहेका छौँ। यो कोरिडोर केही वर्ष अघि धोबी खोला कोरिडोरको निर्माण विक्रम सम्वत 2073 सालतिर सुरु भएको हो। यसलाई क्रमशः विस्तार गर्दै वर्तमान अवस्थामा ल्याइएको हो। काठमाडौँ महानगरपालिका र नेपाल सरकारको पहलमा निर्माण भएको यो कोरिडोरले काठमाडौँको ट्राफिक व्यवस्थापन र आवत जावतलाई सजिलो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। पहिले जहाँ पुग्न घन्टौँ लाग्थ्यो, आज त्यही दूरी छोटो भएको छ। पहिले टाढा जस्तो लाग्ने ठाउँहरू आज नजिक भएका छन्। यो सडक केवल यात्रा सजिलो बनाउन मात्र होइन, मानिसको जीवन अवसर र भविष्यलाई जोड्ने माध्यम बनेको छ। जहाँ बाटो पुग्छ त्यहाँ विकास हुन्छ र रोजगारी सिर्जना गर्ने र पर्यटन प्रवर्धन गर्ने मार्ग पनि खोल्दछ। तर अब यहाँ बाटो मात्र भएर पुग्दैन। अब यहाँ विकास आउनुपर्छ, उद्योग र पर्यटन बढ्नुपर्छ, रोजगारी सिर्जना हुनुपर्छ, किनभने सडक मात्र विकास होइन, सडक त विकास आउने ढोका हो। आज हामी यो बाटोमा हिँडिरहेका छौँ। भोलि यही बाटोबाट अवसर हिँड्नेछ। भोलि यही बाटोबाट समृद्धि आउनेछ। यसले काठमाडौँ र वरिपरिका जिल्लाहरूको जीवनलाई सजिलो बनाएको छ र यहाँको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने बाटो बनेको छ। त्यसैले धोबी खोला कोरिडोर केवल सडक मात्र होइन, यो भविष्यको आवाज हो, यो सम्भावना हो, यो सपना हो। हरेक मोडले सङ्घर्ष र अवसरको कथा भन्छ। यो हाम्रो यात्रा हो, हाम्रो विकासको मार्ग हो र यही बाटोले नयाँ जीवन र नयाँ अवसरसँग हामीलाई जोड्नेछ। थप विकास समृद्धि भएको देख्न पाऊँ। सबैलाई शुभकामना।